तपाईले घर निर्माण गर्ने सोच्दै हुनुहुन्छ अथवा बनिसकेको घर किन्दै हुनुहुन्छ, त्यसो हो भने भविष्यमा हुने छिमेकी बीचको कानुनी उल्झनबाट बच्नको लागि चाहिँ तपाईले यो भिडियो हेर्नै पर्ने हुन्छ। हाम्रो नेपालको कानुन मुलुकी देवानी संहिता 2074 को दफा 280 मा चाहिँ घरको झ्याल राख्दाखेरि चाहिँ जग्गा छोड्नु पर्ने भन्ने व्यवस्था गरेको छ, जसमा चाहिँ कुनै पनि सरकारी निकाय वा व्यक्तिले चाहिँ भवन निर्माण गर्दैछन् र उक्त घरको झ्याल चाहिँ सदियारको जग्गातर्फ फर्काउनु पर्ने भएमा चाहिँ सम्बन्धित निकायले तोकेको मापदण्ड अनुसार जग्गा छोड्नु पर्ने भन्ने व्यवस्था गरेको छ। त्यसैगरी दफा 281 मा चाहिँ घर वा बलेसीको पानी झार्न नपाउने भन्ने व्यवस्था गरेको छ। कसैले पनि आफ्नो घर वा बलेसीको पानी अर्काको घर, जग्गा र सार्वजनिक बाटोमा पर्ने गरी पानी झार्न पाइने छैन भन्ने व्यवस्था गरेको छ। त्यसैगरी दफा 282 मा चाहिँ आफ्नो जग्गाको सदियारको जग्गासँग जोडेर चाहिँ सेफ्टी ट्याङ्की निर्माण गर्न नपाइने भन्ने व्यवस्था गरेको छ। कसैले आफ्नो जग्गामा सेफ्टी ट्याङ्की बनाउनु पर्ने भएमा सदियारको जग्गातर्फ सदियारको स्वीकृति भएकोमा बाहेक कम्तीमा सम्बन्धित निकायले तोकेको मापदण्ड बमोजिम जग्गा छोड्नु पर्ने भन्ने व्यवस्था गरेको छ। सोही संहिताको दफा 283 इनार वा कुवा खन्दाखेरि जग्गा छोड्नु पर्ने भन्ने व्यवस्था गरेको छ। कसैले पनि आफ्नो घरमा कुवा वा इनार खन्दैछ भने आफ्नो सदियारको जग्गाबाट चाहिँ कम्तीमा 1 मिटरको दूरी कायम गरेर जग्गा छोडेर मात्रै कुवा वा इनार खन्न पाइने भन्ने व्यवस्था गरेको छ। त्यसैगरी दफा 284 मा चाहिँ असर पर्ने गरी रुख बिरुवा लगाउन नहुने भन्ने व्यवस्था गरेको छ, जसमा चाहिँ कसैले पनि रुख वा बिरुवा लगाउँदा अन्य व्यक्तिको घर वा जग्गा वा सम्पत्तिलाई हानि नोक्सानी हुने गरी रुख बिरुवा लाउनु हुँदैन भन्ने व्यवस्था गरेको छ।